हेलो नमस्ते नेपाल इन्टेरियर डिजाइनमा स्वागत छ। आजको भिडियो रहेको छ एउटा इन्टेरियर स्पेसमा कसरी पर्फेक्ट लाइटिङ गर्न सकिन्छ। मैले लास्ट भिडियोमा पनि भनेको थिएँ लेयर अफ लाइटिङको बारेमा म एउटा छुट्टै भिडियो लिएर आउँछु। आजको भिडियो रहेको छ त्यही सम्बन्धी। इन्टेरियर डिजाइनिङ गर्दा तीनवटा मेन लेयर अफ लाइटिङहरू हुन्छ। एउटा एम्बियन्ट लाइटिङ, एउटा टास्क लाइटिङ, एउटा एसेन्ट लाइटिङ। यी तीनवटा लाइटिङको कम्बिनेसनहरू मिलायो भने एउटा पर्फेक्ट इन्टेरियर डिजाइन गर्न सकिन्छ। पहिलो नम्बरमा छ एम्बियन्ट लाइटिङ। एम्बियन्ट लाइटिङलाई जेनरल लाइटिङ पनि भन्न सकिन्छ। यसले चाहिँ ओभरअल सर्फेसमा चाहिँ लाइट अप गर्नको लागि युज हुन्छ। जस्तो सिलिङ लाइटहरू, रिसेस लाइटहरू, एलइडी लाइटहरू, स्यान्डिलियर्सहरूको चाहिँ युज गरेर हामीले एम्बियन्ट लाइटिङ गर्न सकिन्छ। सेकेन्ड नम्बरमा छ टास्क लाइटिङ। टास्क लाइटिङलाई हामीले फङ्सनल लाइटिङ पनि भन्न सकिन्छ। फङ्सनल लाइटिङको काम भनेको फोकस अन स्पेसिफिक एरिया, जहाँ हाम्रो पर्फर्मेन्स गर्नुपर्ने हुन्छ, जहाँ हामीले टास्क गर्नुपर्ने हुन्छ, त्यो ठाउँमा युज हुने लाइटलाई हामीले टास्क लाइटिङ भनिन्छ। जस्तो कि बेड साइड ल्याम्प, रिडिङ लाइट्स, अन्डर क्याबिनेट लाइट्स इन किचन, भ्यानिटी लाइट्स इन बाथरुम्स, होइन, स्टडी डेस्क ल्याम्प्सहरू हो। यिनीहरू भनेको चाहिँ त्यो स्पेसिफिक एरियाको लागि लाइटअप गर्नको लागि युज हुने ल्याम्पहरू भयो। थर्ड नम्बरमा छ एसेन्ट लाइटिङ अथवा हाइलाइटिङ अर डेकोरेटिभ लाइटिङ पनि भनिन्छ यसलाई। यसको काम भनेको आर्टवर्कहरू, टेक्स्चर, आर्किटेक्चरल फिचर्सहरूलाई चाहिँ हाइलाइट गर्ने काम हो। जस्तो कि स्पोट लाइट, वाल स्कन्स, एलइडी स्ट्रिप लाइट्सहरू, कोब लाइटिङहरू हो। यसले चाहिँ हाम्रो इन्टेरियरलाई चाहिँ एउटा डेप्थ, एउटा ड्रामा, एउटा लग्जरी एड गर्ने काम गर्छ। लेयर अफ लाइटिङमा के कुरा हुन्छ भन्ने कुरा त हामीले बुझ्यौँ। अब लेयर अफ लाइटिङको प्रयोग कसरी गर्ने भन्ने कुरा बुझौँ। सबैभन्दा सुरुमा त हामी एम्बियन्ट लाइटबाट सुरु गर्नुपर्छ। स्पेसमा ओभरअल स्पेसलाई हामीले ब्राइटनेस दिने काम चाहिँ हामी एम्बियन्ट लाइटबाट गर्छौँ। त्यो पछि हामी टास्क लाइटको युज गर्छौँ। टास्क लाइटको चाहिँ हाम्रो कहाँनिर नेसेसरी हुन्छ, जस्तो रिडिङ, वर्किङ, कुकिङ अथवा टास्क गर्ने एरियामा चाहिँ हामी त्यसको लागि त्यही अनुसारको लाइट दिन्छौँ। त्यो पछि हामी एसेन्ट लाइटबाट चाहिँ हामी फिनिसिङ गर्छौँ। जस्तो कि फल्सिङमा लाइट दिने अथवा ड्रामा, डेप्थ, क्यारेक्टरहरू क्रिएट गर्नलाई चाहिँ हामी एसेन्ट लाइटलाई युज गरेर हामी फिनिस गर्छौँ। र कन्ट्रोलरको लागि हामी त्यो डिमरहरू युज गर्छौँ, स्मार्ट लाइटहरू युज गर्छौँ, जसको कारणले चाहिँ त्यहाँको इल्युमिनेसनलाई कन्ट्रोल गर्न सक्छ, इन्टेन्सिटीलाई, होइन, त्यहाँको वार्मनेसलाई चाहिँ कन्ट्रोल हुन्छ।